हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई ब्लग सुरु गर्नुभन्दा अगाडि चाहिँ यहाँ सम्पूर्णलाई चाहिँ ह्याप्पी लोसार गुरुङको महान चाड दसैँ जस्तै भनौँ न हाम्रो लोसार आज परेको छ अनि त्यसको उपलक्ष्यमा चाहिँ यहाँहरू सम्पूर्णलाई चाहिँ मेरो शुभचिन्तक अनि मलाई माया गर्नुहुने सम्पूर्णलाई चाहिँ ह्याप्पी लोसार। तपाईँहरू जहाँ रहे तापनि जहाँ भए तापनि लोसार मजाले मनाउनु होला अनि लोसार नमनाउनेहरूलाई पनि धेरै धेरै लोसारको शुभकामना भन्न चाहन्छु। अनि म चाहिँ तपाईँले देखिराख्नु भयो होला बाटोमा हिँडिराखेको देखिराख्नु भएको छ होला है। हाम्रो लोसार सेलिब्रेसन चाहिँ मेरो घरमा चाहिँ होइन कि दाइको घरमा यता हुँदैछ। त्यही भएर चाहिँ म चाहिँ मेरो काम थियो बिहान, त्यही भएर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ अनि दाइको घरमा जाँदैछु लोसार सेलिब्रेट गर्नको लागि चाहिँ। अब अहिले के त्यहाँ रेडी भएर चाहिँ थाहा छैन होइन। मेरो बुढीहरूले अनि सासू ससुरा बाले दाइहरूले चाहिँ अघिदेखिको खोइ के रेडी गरिसक्नु भएको छ। बाबु गर्ने अनि मोमो खाने के खाने भनेर चाहिँ भनिराख्नु भएको छ है। के रेडी भयो त्यो चाहिँ मलाई थाहा भएन है। अब गएर चाहिँ एकछिनमै थाहा हुन्छ। मेरो घर दाइको घर चाहिँ एकदम 2-3 मिनटको वक मात्रै हो नि त। अनि त्यही भएर चाहिँ म चाहिँ जाँदैछु। मेरो अनुहार कस्तो रातो आए जस्तो छ है। अनि त्यही हो गाइज है। अनि यसपालिको लोसार चाहिँ नेपालमा पनि आज नै लोसार परेको छ अनि सिडनीमा पनि होइन आज नै लोसार सेलिब्रेट गर्दैछ है। प्रायः जस्तै एक हप्ता पछाडि जस्तै सेलिब्रेट गर्थ्यो, तर यसपालि चाहिँ आज नै जुन दिन लोसार परेको नेपालमा सेलिब्रेट गर्छ जुन दिन लोसार पर्छ त्यही दिन अस्ट्रेलियामा पनि तमु समाजले चाहिँ लोसार सेलिब्रेट गर्दैछ। अनफर्चुनेटली चाहिँ म चाहिँ जान पाइनँ है। मेरो काम पनि थियो अनि त्यो अरू काम पनि गर्दाखेरि चाहिँ जान पाएन। अब नेक्स्ट टाइम जाउँला। तर अब भने चाहिँ हामी घरमा नै, तर अहिले चाहिँ भने चाहिँ हामी घरमा नै सेलिब्रेट गर्दैछौँ होइन। यति बोल्दा म त सास पनि अड्केको क्या। दाको घर पनि आइसक्यो। अब म दाको घरमा देखाउँछु है त तपाईँलाई। दाइको घर आइपुग्यो खै त। खै बुवा ढकाउनु त। तपाईँ कहिले आउनुभएको दाइ? ए ल लोसारको शुभकामना सबैलाई। हाई वेयर आर यु? हाई ह्याप्पी लोसार। Oh my god, excuse me Vedika, I said happy losar. Okay, अब यता खोइ मम्मी भाउजू ह्याप्पी लोसार खोइ त। ए चाँडी त सुतिरहेछ। आमा चाहिँ सुतिरहेछ त। कति गर्मी खै त। मम्मी के गरिरहनु भएको? मम्मी ह्याप्पी लोसार तपाईँ के गरिरहनु भएको? खै म त अनि सबै पाएको होला भनेर खानु पो आएको त। तपाईँ त पानी पो हालिदिनुहुन्छ फुलमा। के गाली वा तिमी चाहिँ के हापन लगाएर हैन? तिमीले चाहिँ के लगाएर छौ? कटो लगाएर छौ तिमीले? सिब्राय तपाईको की इज्जत यस्तै हो? कसै लाएर आउनु पर्ने हो कुनी? यतापट्टि छाता यसो गरेर आउनु पर्छ, दौरास्तर लाउनु पर्छ। ए हो र? के हो तपाईलाई ससुरा बनाउँदा 2 मिनेटको के ससुरा आउँदा नि दर्स लगाएर आउनु? इज्जतले पाउँछ। खै त के हो? खै के खाने हो र? के भयो यहाँ? ए खै के खाने हो र? खै के बनिसक्यो? अनि इज्जतले बस्नु नि त टेबलमा। खै यहाँ के हो? के पाक्यो छिटो ल्याउनु भन्ने हो छ। अन्त यहाँ जहाँ आएपछि त यसो सत्कार गर्नुको लागि त रेडी हुनु पर्यो नि त। यहाँ चाहिँ के बुवाले के गर्दै हुनुहुन्छ? खै यो त मेरो छोरा खोइ त। यो दास त्यहाँ। हाई छानी मोमो खाने हो? तिमी पनि मोमो खाने हो? आज लोचारमा सबैलाई ह्याप्पी लोचार भनिदेऊ न त। हो ह्याप्पी लोचार भनेर भनिदेऊ त सबैलाई। टिटु टिटु ह्याप्पी लोचार भनिदेऊ न टिटु। ए मेरो छोरीले चाहिँ मोमो खाइरहेछ यता। ए यहाँ पनि डल्ले खोर्सानी त फल्नु थालेछ नि त अलिअलि त। मजाले फलिरहेको रहेछ मोमो। ए मोमो रे फेरि डल्ले खोर्सानी। मम्मीले मोमो भन्दै हुनुहुन्थ्यो यता। के यहाँ यो दाले चाहिँ पहिला गरिहाल्यो न काली? डन भएन भन्छ। भइसक्यो होला त्यसले। वेदिका के भयो?
धेरै चम्कीको मन पर्दैन है ओके वेदिका वाउ गाइस मम कसको मम हो यो है वाह यम्मी वेदिका विवान यो टर्न नाउ यो टर्न नाउ यो यता देखाएर यम्मी हाई योदा हाई चोरो हाई हाई योदा भन्दै थिएँ पहिला तेरो त्यो चाक पुसेर आएछ अघिको ल अब हाम्रो चाहिँ लोसार सुरु भयो मनाउने होइन मम्मी यहाँनिर अब के अरे बार्बेक्यू खाने भनेको बार्बेक्यू चाहिँ अब एकछिनमा सुरुमा चाहिँ मोमो मिठो भयो मिठो छ मम्मी के मम्मी हो मिठो भएछ गाइस तिमीहरू मोमो खानु बस्छ यहाँ मोमो खानु बस्छ छिटो बोइल ड्रिङ्क लिनु भयो ए यो एभरेस्टको राम्रो छ के अरे काठमाडौँ राम्रो छ अरे है मोमो खा छिटो छिटो यो दा मोमो खा छिटो मोमो खा छिटो कति चाहिन्छ होला बुवाले कस्तो गर्नु मलाई शङ्का लाग्छ ल के भन्न चाहनुहुन्छ तपाईँ सबैलाई लोसारको शुभकामना भन्नु सुरुमा भन्न त भनिसकेको छु त्यो पनि फेरि पनि लोसारको शुभकामना अब यस्तै हो अब यसपालिको लोसार यस्तै भयो कामबाट आए भन न अब यता मलाई ल यता मलाई ज्वाइँले भर्खर पालो दिनु भएको छ ज्वाइँ यस्तो छ ससुरालाई पेलेर सोल्लोसारमा राख्नु भएको छ बुढा त्यो पोर्कसँग नमिसाइदिनु न यार ल्याम के गरे साइडमा राखिदिउँ मम्मीको ल है हाम्रो त खतरा यहाँनिर बाबुकी भइरहेछ लोसारमा मिठो भयो बुवा बाबुकी मिठो भयो एकदम मिठो छ ज्वाइँको सधैँ एकदम ज्वाइँलाई छोरीले फेरि मासु एकदम राम्रो खाना ल्याएर मिठो खालको यो मासु चाहिँ सधैँ यसलाई किन्नु पठाउनु हो नि यो चाहिँ लास्ट अब यति नै हो हाम्रो चाहिँ बाबुकी कहिले तिमीलाई भयो किन भिडियो खिच्लाने सो त्यहाँ कति भयो भएन भनेर छैन हो र 2 किलो हो 2.5 किलो जस्तो हो के बनाउनु भनेको सुरुमा यो ए ढुङ्ग्री बनाउने हो सो एनिवे गाइस सबैलाई ह्याप्पी न्यू इयर भोलि चाहिँ नयाँ साल हुँदैछ होइन आज चाहिँ हामी न्यू इयर्स इभ ए अन्त नि सो न्यू इयर्स इभ मनाउँदैछौँ होइन घर परिवारको साथमा अनि
सचिन सिसा पनि हाम्रो नेबर हाम्रो साथी पनि आउँदै हुनुहुन्छ अनि न्यू इयर्स मनाउनु लागि चाहिँ भनेर चाहिँ खसीको मासु अनि लोको कुखुराको मासु लिएर आएको छौँ गाइस है त्यो लोको कुखुरा मासु लिएको छ नि लोको कुखुरा मासु चाहिँ अहिले नबनाउने रे गाइस है त्यो चाहिँ अरू कुनै दिन बनाउने रे अहिलेको लागि चाहिँ खसीको मासु बनाउने हो अनि त्यसपछि मलाई चाहिँ यो अस्तिदेखि खानु एकदम मन परेको थियो क्या है कतिवटा पसलमा जाँदाखेरि पनि मैले नभेटाएँ त्यो टुक्रा टुक्रा आधा आधा भएको मात्रै अनि डिफ्रेन्ट कलरफुलवाला चाहिँ पाउने क्या यो चाहिँ सानोमा हामीले एकदमै खान्थ्यौँ क्या ढुङ्ग्री अनि त्यही भएर चाहिँ आज मैले त्यहाँ देखाएको थिएँ यहाँ रहेछ क्या त्यही भएर चाहिँ मैले 2टा प्याकेट लिएर आएको छु क्या गाई चाहिँ यो चाहिँ अब कहिलेकाहीँ यस्तो लाइक इन्स्ट्यान्ट नुडल्स बनाएर खानु मन लाग्यो भने चाहिँ यो कोरियन नुडल्स हो सो एनीवे गाइस यहाँ के भन्दैछ काली ल भन क्यामेरा थर्क के अरे त्यसमा दिएपछि पुगिगयो क्या मुख बन्द हुन्छ सो एनीवे मुख छाड्यो भने त फेरि यहाँनिर स्ट्राक हुन्छ काली सो एनीवे गाइस अब चाहिँ म खानासाना बनाउन थाल्छु है तपाईँहरू चाहिँ न्यू इयर्स इभ कसरी मनाउँदै हुनुहुन्छ है जसरी मनाउँदै पनि राम्ररी मनाउनु होला आफ्नो परिवार साथमा मनाउनु होला होइन इन्जोय गर्नु होला भन्दै अब चाहिँ म सुरु गरेँ है त गाइज मेरो मासु पकाउने टेक्निक चाहिँ जहिले पनि प्रायः जस्तो म अलिकति मेरिनेट गरेर चाहिँ यसरी राख्छु है अनि आधा घन्टा 1 घन्टा जस्तो राख्छु अनि त्यस पछाडि चाहिँ म पकाउँछु मेरो चाहिँ प्रायः जस्तो चिकन होस् या पोर्क होस् होइन गोट होस् होइन प्रायः चाहिँ म अलिकति अगाडि नै मेरिनेट गरेर चाहिँ अलिकति भए पनि एकछिन भए पनि राख्छु अनि त्यस पछाडि मात्रै म पकाउन थाल्छु सुरुमा चाहिँ मैले दाल सुरु गरिसकेँ अब चाहिँ म यसलाई एकछिन राख्छु अनि त्यस पछाडि चाहिँ म मेरो मटन करी बनाउन थाल्छु अब चाहिँ म काटकुट के गरेर त्यो के गर्नुपर्ने चिज चाहिँ म गरिहाल्छु है त हाई सोमी वा सबैको औँला भित्र छ ओ वा अनि खाउ ल खाम गर यता यामी ओ मलाई मेरो सानोको याद आयो नि नाम खाएको देखेर म यसरी खान्थेँ नि त पहिला गाइस म पहिला ढुङ्ग्री एकदमै यसरी खान्थेँ औँलामा हालेर अनि त्यो पनि अब घरमा चाहिँ बनाउँदैन थियो बाहिर गएर के अरे बजार नगएर चाहिँ मङ्गलबार बजार लाग्थ्यो त्यहाँ गएर चाहिँ म यस्तो ढुङ्ग्री किन्थेँ गाइस अनि यसरी नै खान्थेँ यिनीहरू जस्तै है र आज पनि म यसरी नै खान गइरहेको छु तर पहिला चाहिँ अब बच्चालाई खुवाउनु पऱ्यो नि त अनि मेरो मासु चाहिँ यहाँनिर यसरी बन्दैछ गाइस है दाल चाहिँ मेरो बनिसक्यो अब एकछिनमा अचार बनाउन बाँकी छ है मेरो बुढी चाहिँ पुरा कतिखेर पाक्छ के अरे पाकिसक्छ भने चाहिँ पुरा टेबल पनि सेटअप गरिसकेका छन् है उता ससुराबा पनि पुरा हामी गार्डनमा के अरे पछाडि पानी हाल्दै हुनुहुन्छ फुलबारीमा भन्नु खोर्सानीको बोटमा चाहिँ हाल्दै हुनुहुँदो रहेछ एनीवे गाइस म अब कन्टिन्यू गर्छु है त मेरो यहाँनिर कुकिङ चाहिँ ओहो धुवाइ भइसकेको छ गाइस मेरो चाहिँ दाल पनि बनिसक्यो अनि अब यसलाई झान्न मात्रै बाँकी छ अनि झान्नको लागि पनि मैले यहाँनिर यस्तो बनाइदिइसकेँ यहाँ लसुन झान्न आँटेको हेर्नुहोस् ल अलिक चिकन खायो भने देऊ न अनि म चाहिँ यहाँ चाहिँ यो खसीको मासु गरेर चाहिँ अलिकति पानी निस्किन्छ गाइस त्यही भएर चाहिँ एकछिन चाहिँ यसलाई पानी सुकाउनु पर्छ अनि त्यस पछाडि चाहिँ मजाले भुट्नुपर्छ है गाइस ल ह्याप्पी न्यू इयर सबैलाई ल अब भोलिदेखिको नयाँ साल 2026 अनि आज हो लास्ट डे 2025 को है अब यो दिन त कहिले आउँदैन नि त ल है अब चाहिँ हाम्रो खाने बेला भयो सबै रेडी भइसक्यो यहाँ सासू आमाले चाहिँ यहाँनिर रेडी गर्दै हुनुहुन्छ पस्किँदै हुनुहुन्छ ल हेर्नुहोस् ल अचार यस्तो भयो गाइस है यहाँ चाहिँ मम्मीले यहाँनिर खसीको मासु चाहिँ यस्तो भयो के गर्ने दाइ त्यसलाई ल अब चाहिँ हामी सुरु भयो खानेकुरा ल हिजो तपाईँहरू जानुभएको ठाउँ राम्रो छ इङ्गलबोमको एउटै छ प्राइस त्यस्तो छैन त्यस्तो फरक छैन एउटै छ प्राइस ल खानु ल ह्याप्पी न्यू इयर एभ्रिवान यो चाहिँ 9 बजीको फायरवर्क्स हो सबैलाई ह्याप्पी न्यू इयर ल यतिको ह्याप्पी न्यू इयर ओके
यो 9 बजीको फायर बक्स हो गाइस ल ऊ हेर त That's ladies. Mm. Yeah, that's Vedika. Why are you opening? Hey, Mula.